हेलो एन्ड नमस्ते टु एभ्रिवान। फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी धेरै पछि भिडियो लिएर आएको छु होइन। तपाईँको पहिला चाहिँ हामीले बेसिक एसएमसीको सिरिज पाएको थियौँ। अब चाहिँ हामी दुईवटा सिरिजको बारेमा कुरा गर्ने थियौँ। एउटा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि त्यो बेसिक एसएमसीलाई चाहिँ हामी एडभान्स एसएमसी अथवा एडभान्स एसएमसीको कन्सेप्टहरू चाहिँ हामी सिक्नेछौँ होइन। त्यसपछि अहिले चाहिँ हामी यो भन्दा पहिले चाहिँ हामी के गर्छौँ भन्दाखेरि इन्गल्फिङ सिस्टम होइन अथवा इन्गल्फ सिस्टम चाहिँ हामी सिक्नेछौँ है। यो एक आपसमा रिलेटेड नै छ है। तर के छ भन्दाखेरि यो इन्गल्फ सिस्टम सिक्नको लागि कुनै पनि एसएमसीको बेस कुनै केही तपाईँको प्राइजेक्सनको पनि बेस नचाहिने भएको कारणले एकदमै इजी, नेप्सेमा त एकदमै हाइली एकुरेट मैले नेप्सेमा एसएमसी र इन्गल्फिङ सिस्टम नै युज गरेर आएको हुन्छु र फोरेक्समा पनि गर्न मिल्छ है त। आजको यो भिडियो चाहिँ हाम्रो के छ भन्दाखेरि इन्गल्फिङ सिस्टममा रहेको छ। तपाईँ मेरो डिस्कर्ड च्यानलमा हुनुहुन्छ भनेपछि त्यहाँ मैले फ्री लाइभ सेसनहरू हुन्छ नि, त्यसमा चाहिँ मैले तपाईँलाई यो टाइम टु टाइम क्लास दिइरहेको हुन्छु, तपाईँलाई याद होला है त। ओके, अब यो चाहिँ मैले तपाईँको एकदमै बेसिकदेखि तपाईँको एडभान्स लेभलसम्म इन्गल्फिङ सिस्टमलाई जानेछौँ। हामी यहाँ 10 देखि 15वटा भिडियो चाहिँ हामी राख्नेछौँ। एकदमै सजिलो र तपाईँको नेप्सेमा एकदमै काम गर्ने सिस्टम हो होइन। तपाईँले युज गर्न सक्नुहुन्छ है त। ओके, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। छेउमा रहेको बेल आइकन दबाउन चाहिँ नबिर्सिनु होला है त। ल, यति भइसकेपछि हामी आज चाहिँ के सुरु गर्छौँ भन्दाखेरि इन्ट्रोडक्सन टु इन्गल्फिङ सिस्टम है। इन्ट्रोडक्सन टु इन्गल्फिङ सिस्टम। ओके, यसमा हामी के पढ्नेछौँ भन्ने कुरा पहिला हामी एकचोटि हामी हेरौँ है त। यो इन्गल्फ सिस्टम भनेको चाहिँ एक्चुअलमा चाहिँ के हो भन्दाखेरि हामीले यो तपाईँले देखिराख्नु भएको हुन्छ नि, एउटा तपाईँको यो इन्गल्फ प्याटर्न देखिराख्नु भएको हुन्छ होइन। यो प्याटर्न तपाईँले देखिराख्नु भएको हुन्छ। यो प्याटर्नलाई चाहिँ हामीले केही एसएमसी र केही तपाईँको के छ भन्दाखेरि यो हामीले छुट्टै रुल्सहरू बनाएर चाहिँ यो प्याटर्नलाई चाहिँ हामी के गर्छौँ, ट्रेड गर्छौँ है। एकदमै हाई एकुरेट हुन्छ यो प्याटर्न। अनि त्यसपछि यो अथवा तपाईँको बुलिस तपाईँको इन्गल्फिङ भनेको हाम्रो यो हुन गयो होइन। ओके, यो दुईटा प्याटर्नलाई चाहिँ हामी के गर्छौँ भन्दाखेरि कसरी ट्रेड गर्ने भन्ने कुरा चाहिँ नेप्सेमा अथवा फोरेक्समा चाहिँ एउटा सिस्टम बनाउनेछौँ र त्यो सिस्टमबाट चाहिँ हामी ट्रेड गर्नेछौँ है त। यो कुरा याद गर्नु होला। ओके, यो सिस्टम सिक्नुभन्दा पहिले हामीलाई के कुरा चाहिन्छ, हामी के कुरा चाहिँ हामी हेर्छौँ भन्ने कुरा चाहिँ म तपाईँलाई भन्दै जान्छु र त्यो हामी वान बाई वान भिडियो आउनेछ है त। पहिला चाहिँ हामी भनेको के हो भन्दाखेरि इन्गल्फ मार्क कसरी गर्ने, भ्यालिड इन्गल्फ चाहिँ कसरी मार्क गर्ने होइन। इन्गल्फ भनेको इजी है त। त्यसपछि इन्गल्फ मार्क गर्न जानिसकेपछि तपाईँले हामी इन्गल्फ फेल भनेको के हो होइन, यो कुराहरू बुझ्छौँ है। इन्गल्फ फेल बुझिसकेपछि हामी डिरेक्सन कन्ट्रोल डिसीको बारेमा पढ्छौँ है। यो के हो हामी अहिले सबै एक गरी कुरा गर्छौँ। डिसी पढिसकेपछि हामी रोड ब्लकको बारेमा कुरा गर्छौँ। रोड ब्लक तपाईँले जानिसकेपछि हामी होइन विकली टु विकली सिस्टमको बारेमा कुरा गर्छौँ होइन। यो विकली अब तपाईँको एउटा इन्गल्फ तपाईँको के छ भन्दाखेरि इन्गल्फ यहाँदेखि अर्को यो मतलब हुन्छ नि बुलिस इन्गल्फदेखि बेरिस इन्गल्फ अथवा बेरिस इन्गल्फदेखि बुलिस इन्गल्फ चाहिँ मार्केट कसरी मुभ गर्छ भन्ने कुरा हामी यो सिक्छौँ है। अनि यसपछि हामीलाई चाहिन्छ एउटा अर्को लिक्विडिटीको टपिक चाहिन्छ होइन। अनि त्यसपछि हामीले यो सिकिसकेपछि हामी कन्फर्मेसन इन्ट्री होइन, अनि कन्टिन्युएसन इन्ट्रीमा हामी रिइन्ट्री भन्छौँ है, रिइन्ट्री सिक्छौँ। त्यसपछि केही रिस्क म्यानेजमेन्ट सिक्छौँ। त्यसपछि हामी यो सबै सिकिसकेपछि हामी चाहिँ 4 देखि 5वटा हाम्रो सेटअप छ र यो सेटअपको बारेमा चाहिँ हामी के कुरा गर्छौँ भन्दाखेरि यो कुरा गर्छौँ र यो हाम्रो सिरिजहरू सकिन्छ है त। यो हो हाम्रो तपाईँको टोटल हामीले यो इन्गल्फ सिस्टममा पढ्ने कुरा। इन्गल्फ भनेको के हो, इन्गल्फ फेल भनेको के हो, डिसी भनेको के हो, कसैले यसलाई टिसी पनि भन्छ, आरबी भनेको के हो, डब्लु टु डब्लु होइन। त्यसपछि लिक्विडिटी, त्यसपछि हाम्रो कन्फर्मेसन इन्ट्री, रिइन्ट्री, रिस्क म्यानेजमेन्ट र सेटअपको बारेमा हामी कुरा गर्नेछौँ है त। ल, यति कुराहरू हामी जानिसकेपछि पहिला अब यो इन्गल्फ सिस्टम भनेको चाहिँ के हो यसको बारेमा म तपाईँलाई थोरै डिटेल र यो कहाँदेखि के हामी यसमा हेर्छौँ भन्ने कुरा र किन यो सिक्ने भन्ने कुरा चाहिँ म तपाईँलाई जानकारी गराइदिन्छु है। ओके, यो इन्गल्फ सिस्टम भनेको चाहिँ तपाईँको के हो भन्दाखेरि हाम्रो मार्केट चाहिँ हामी यो थ्योरी अनुसार हामी कसरी मार्केट मुभ गर्छ भन्छौँ भन्दाखेरि मार्केट चाहिँ के गर्छ भन्दाखेरि एउटा तपाईँको यो बुलिस अथवा बेरिस इन्गल्फ है, यो डब्बा भनेको इन्गल्फ हो भनेर बुझ्नु होला। कसरी मार्क गर्ने, के मार्क गर्ने त्यो सबै हामी क्लासमा सिक्नेछौँ। अब हेर्नुहोस् त,
तपाईको यो के छ भन्दाखेरि यो अहिले हाम्रो के छ यो बेरिस इन्गल्फ हो मार्केटले यहाँ चाहिँ के गर्यो इन्गल्फ क्रिएट गर्यो यो पोइन्ट देखि यो पोइन्टमा तपाईको एउटा बेरिस इन्गल्फ क्रिएट गर्यो भनेपछि मार्केटले यो इन्गल्फमा रिटेस्ट गरेर यो इन्गल्फबाट चाहिँ यो इन्गल्फ कसरी जान्छ अथवा यो इन्गल्फले होल्ड गर्छ हैन यो इन्गल्फले होल्ड गरिसकेपछि ल मानव यहाँदेखि होल्ड गरिसकेपछि तपाईको के छ भन्दाखेरि यहाँ इन्गल्फसम्म जान्छ कि अथवा यहाँ तलको कुनै अर्को बेरिस इन्गल्फसम्म जान्छ भन्ने कुरा हामी चाहिँ यो सिस्टमबाट बुझ्छौं सिम्पली भन्दाखेरि मार्केट मुभ फ्रम वान इन्गल्फ टु अनदर इन्गल्फ भनेर हामी हाम्रो यो थ्योरीले भन्छ हैन मार्केटमा चाहिँ अरु केही पनि हुँदैन तपाईको जस्ट के हुन्छ मार्केटले चाहिँ एउटा इन्गल्फदेखि अर्को इन्गल्फ जान्छ अर्को इन्गल्फदेखि अर्को इन्गल्फ बाउन्स गर्छ यसरी मार्केट के गर्छ भन्दाखेरि कन्टिन्यू चलिरहेको हुन्छ है यसरी है त ल यो कुरा तपाईले बुझिसकेपछि अब चाहिँ अर्को कुरा हामी जस्तै म तपाईलाई यसको एक्जाम्पल थोरै देखाउन गइरहेको छु हैन जस्तै अहिले चाहिँ म तपाईको के छ भन्दाखेरि नेप्सेको चार्टमा आउँछु है अहिले चाहिँ हामी नेप्सेको चार्टमा आउँछु हैन नेप्सेको चार्टमा आइसकेपछि हामी चाहिँ के गर्छौं भन्दाखेरि जस्तै म तपाईलाई एक्जाम्पल देखाउँछु मार्केट कसरी इन्गल्फदेखि इन्गल्फ मुभ गर्छ भनेर ओके म चाहिँ विकली चार्टमा जान्छु सजिलो हुन्छ विकली चार्टमा गएपछि ओके मार्केट चाहिँ इन्गल्फदेखि इन्गल्फ कसरी जान्छ अथवा सेलिङ कसरी आउँछ भन्ने म तपाईलाई पुरानो डेटाबाट थोरै तपाईलाई जानकारी देखाइदिन्छु है त ओके यहाँदेखि हामी सुरु गरौँ किनकि योभन्दा अगाडिको डेटा हामीलाई क्लियर छैन हाम्रो डेटा क्लियर भनेको यहाँदेखि छ है ओके यो तपाईको मार्केट टप चाहिँ यो किन यो यहाँदेखि झर्यो भन्ने कुरा हेर्नुस् है मार्केट कसरी झर्छ भन्दाखेरि मैले के भनेको थिएँ मार्केटले पहिला के गर्छ अरे बेरिस अथवा बुलिस इन्गल्फ तपाईको के गर्ला तपाईको हेर्नुस् है यो मार्केटले के गर्यो हेर्नुस् त बुलिस क्यान्डल त्यसलाई मार्केटले इन्गल्फ गर्यो यो इन्गल्फ भ्यालिड हो कि होइन हामी पछिल्लो क्लासमा सिक्दैछौँ अहिले चाहिँ जस्ट तपाईँ इन्गल्फ बुझ्नु होला किनकि एउटै क्लासमा सबै कुराहरू बुझिँदैन यो इन्गल्फ भइसकेपछि मार्केटले के गर्यो हेर्नुस् त यो रिटेस्ट चाहिँ कहाँदेखि गर्यो भन्ने कुरो है यो रिटेस्ट चाहिँ अहिले भित्रको यो इन्गल्फलाई गर्यो यो इन्गल्फ भ्यालिड छ कि छैन कतिचोटि रिटेस्ट गर्न पाउँछ यो सबै कुराहरू चाहिँ हामी पछि गएर पढ्नेछौँ हेर्नु त यहाँ पनि टक्क रिटेस्ट हानेको छ अब हेर्नुहोस् मार्केटले बेरिस इन्गल्फदेखि बुलिस इन्गल्फ तपाईको आयो बुलिस इन्गल्फदेखि फेरि कहाँ गयो बेरिस इन्गल्फ गयो फेरि बेरिस इन्गल्फदेखि के गर्यो भन्दाखेरि यो इन्गल्फलाई ब्रेक गर्यो र तपाईको के छ भन्दाखेरि मार्केटले तपाईको तलतिर गयो र यो तलतिर जाँदाखेरि यो कहाँदेखि रियाक्सन लियो यसले त्यो कुरा हेरौँ है तपाईको तलदेखि रियाक्सन लिँदाखेरि पनि यहाँनिरको हाम्रो एउटा बुलिस इन्गल्फ तपाईले लेखिराख्नु भएको छ रेड क्यान्डललाई कम्प्लिटली ग्रीन क्यान्डलले इन्गल्फ गरेको देखिन्छ त्यहाँबाट चाहिँ तपाईको बढ्यो र यो चाहिँ कहाँदेखि झर्यो भन्दाखेरि जुन तपाईको यो पहिला फेल गरेको इन्गल्फ थियो यो इन्गल्फ फेलबाट झरिरहेको छ है ओके मैले अघि भनेको थिएँ नि मार्केट तपाईको एउटा इन्गल्फदेखि अर्को इन्गल्फदेखि अर्को इन्गल्फसम्म जान्छ र यसरी चाहिँ मार्केट मुभ गरिरहेको हुन्छ भन्ने कुरा हामीले बुझ्यौं ओके यो यहाँदेखि नै कसरी बढ्छ भन्ने कुरा चाहिँ हामी अहिले पछि हाम्रो अहिले तपाईको टपिक अगाडि बढ्दै गएपछि बुझ्छौं अहिले यो चाहिँ कहाँदेखि बढ्यो त भन्ने कुरा हेर्नुस् त यो तपाईको के छ भन्दाखेरि यहाँ तपाईले लेखिराख्नु भएको छ यो एउटा बेरिस इन्गल्फ थियो है ग्रीन क्यान्डलले तपाईको के छ भन्दाखेरि क्लोज गरेको छ रेड क्यान्डलले यहाँ गएर हेर्नुस् त यो इन्गल्फको रिटेस्ट हो अब यति ठुलो जोन छ यसलाई रिफाइन गर्न मिल्छ हामीले यस्तो गरेर हैन त्यसैले यो रिफाइनमेन्टका कुराहरू हामी पछि गएर सिक्छौं हेर्नु त अब यो यहाँदेखि झर्यो यहाँसम्म आयो अब यो हाई चाहिँ कहाँदेखि झर्यो अभियसली तपाईले यता लेफ्ट ह्यान्ड साइडमा हेर्नु त एउटा यो इन्गल्फ देखिराख्नु भएको छ यो इन्गल्फबाट अथवा यसको तलको इन्गल्फ मार्क गर्दा पनि कुरो एउटै हो हैन यो तपाईको एकचोटी रिटेस्ट भएर झरेकोले चाहिँ मैले यसलाई हाई प्रोबाबल मान्छु र तपाईको यो इन्गल्फमा रिटेस्ट हानेर तपाईको डाउन गयो अब तपाईले के देख्नुहुन्छ हेर्नुस् त यहाँनिर पनि एउटा इन्गल्फ देखिराख्नु भएको छ यो ग्रीन क्यान्डललाई रेड क्यान्डलले तपाईको इन्गल्फ गरेको यो कुनै न कुनै गएर फ्युचरमा चाहिँ यो गएर पछिले सप्लाई दिनेवाला छ है त ओके अब हेर्नुस् त यो इन्गल्फ तपाईको के छ भन्दाखेरि ओ यहाँनिर पनि इन्गल्फ छ यहाँनिर बाइ गर्ने होला कि नहोला भन्ने कुराहरू हामी सिक्छौं यो त हामी सिक्छौं हैन तर यहाँनिर के भयो हेर्नु त यो इन्गल्फलाई मार्केटले फेल गरिदियो हेर्नु त कम्प्लिटली यसलाई रियाक्सन नै दिएन तल क्लोजिङ दिइसक्यो उयो इन्गल्फ फेल कति बेला हुन्छ के हुन्छ हाम्रो नेक्स्ट टपिकको कुरा हो तर अहिले तपाईँ जस्ट हेर्नुस् कि हामी यस्तो कुराहरू चाहिँ सिक्नेवाला छौँ हामी सबै काम चाहिँ यो डब्बावालामा गर्नेवाला छौँ होइन बक्समा गर्छौँ रेक्टेङ्गुलर बक्समा यहाँ कम्प्लिटली मार्केटले के गरिदियो इन्गल्फ फेल गरिदियो होइन यो इन्गल्फ हेर्नु त यहाँ आएर रिटेस्ट हुनुपर्ने तर रिटेस्ट भएर बढ्नुपर्ने तर के भयो फेल भएपछि यो के हुन्छ सप्लाई भइहाल्छ र त्यसपछि हेर्नु त यहाँ रिटेस्ट हान्यो एकचोटि दुईचोटि रिटेस्ट हान्यो त्यसपछि के भयो यहाँदेखि खस्यो अब मार्केटले यहाँ खस्दाखेरि के नयाँ इन्गल्फ क्रिएट गरेको तपाईले देखिराख्नु भयो होला एकदम सही नयाँ इन्गल्फलाई के गर्यो मार्केटले रिटेस्ट गर्यो र डाउन गयो है त ओके त्यसपछि अब मार्केटले चाहिँ यो चाहिँ कहाँदेखि बढ्यो भन्ने कुरा तपाईलाई लागिरहेछ भनेपछि यता लेफ्ट ह्यान्ड साइडको इन्गल्फ अथवा यहाँ इन्गल्फ फेलबाट नै बढेको हुन्छ हैन यो पनि त्यहीदेखि बढेको तपाईले हेर्नुहुन्छ भनेपछि यो अझै पनि भ्यालिड छ यो इन्गल्फ तपाईले हामीले यहाँदेखि यो अझै पनि यता तपाईले लेफ्ट ह्यान्ड साइडमा तन्काउनुहुन्छ भनेपछि चाहिँ यो के छ भन्दाखेरि भ्यालिड छ
अब यो काम गरेको तर त गएको छ सर, यति धेरै तल गएको छ, यो भ्यालिड कसरी भयो? यो भ्यालिड र इनभ्यालिडको कुरा हामी गर्नेछौँ। हेर्नुहोस् त, मार्केटले फेरि के गर्यो, यहाँदेखि झर्न थालेको, रिटेस्ट गर्दै बेरिस इन्कललाई रिटेस्ट गर्दै डाउन गइरहेछ होइन। यहाँ बिचको मैले सबै देखाएको छैन, तपाईँ आफै बुझ्नु होला, यो सबै कुराहरू यहाँ भइरहेको हुन्छ है त यहाँ पनि भएको छ। अब मार्केटले यो बुलिस इन्कल रिएक्ट गरिसकेपछि यत्रो दामी मुभ गइरहेको थियो होइन, यो चाहिँ किन झऱ्यो होला भन्दाखेरि तपाईँले देखिराख्नु भएको छ एउटा हाम्रो के छ, बेरिस इन्कल छ है। अब यहाँ ट्रेड कसरी गर्ने के गर्ने हाम्रो पछिल्लो टपिक होला होइन। यसरी मार्केटले के गर्छ, मुभ गर्छ है। अब म तपाईँलाई ऱ्यान्डम तपाईँलाई तानेर देखाउँछु। हेर्नु त, यो मुभ कहाँदेखि बढ्यो हेर्नु त, यहाँनिर एउटा बुलिस इन्कल तपाईँले देखिराख्नु भएको छ, यहाँदेखि बढ्यो। यो तपाईँको यत्रो तपाईँको यो कोरोनाको बेला आएको यत्रो खतरनाक फल छ नि, यो चाहिँ किन तपाईँको यहाँदेखि झऱ्यो हेर्नु त, यहाँदेखि झरेर यहाँदेखि किन बढ्यो भन्दाखेरि तपाईँले देखिराख्नु भएको छ लगातार झऱ्यो, यहाँनिर हाम्रो एउटा बुलिस इन्कल देखिराख्नु भएको छ। अनि यो तपाईँको यो चाहिँ कहाँदेखि झऱ्यो, मैले अघि भनेको थिएँ नि तपाईँको, यस्तो तपाईँको के छ भन्दाखेरि यो इन्कल तपाईँको फ्रेस छ, माथि लिक्विडिटी पनि छ, यस्तो कुराहरू तपाईँले यहाँदेखि नै झर्यो। यो सबै काम गर्छ है, तपाईँले याद गरेर राख्नु होला। जस्तै यो चाहिँ कहाँदेखि झऱ्यो, अभियसली यो तपाईँको एउटा ग्रिन क्यान्डल जसलाई तपाईँको मार्केटले इन्कल्प गरेर चाहिँ यहाँदेखि झऱ्यो होइन। त्यसैले अब हामीले चाहिँ यो इन्कल्प चाहिँ कुन सिलेक्ट गर्ने भन्ने कुरा हामी पछिल्लो क्लासहरूमा सिक्छौँ। तर मार्केटले चाहिँ मुभ गर्दाखेरि अब यो इन्कल्प फेल भएपछि मार्केटले के गर्ला, यहाँदेखि एउटा र्याली देला होइन। अब तपाईँको यो मार्केट चाहिँ कहाँदेखि बढ्यो अथवा तपाईँको यो सबैको चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि कुनै न कुनै एउटा इन्कल्प हुन्छ है। ओके, जस्तै तपाईँको एउटा कुरा देखाउँछु अहिले, म सिम्पल एउटा कुरा मात्र देखाउँछु। अघिल्लो बुलको टप हामी कसरी पत्ता लगाउन सक्छौँ, एउटा सामान्य कुरा तपाईँलाई देखाइहाल्छु है। यो मैले तपाईँको आफ्नो डिस्कर्ड च्यानलमा तपाईँ सबैलाई फ्रीमा नलेज दिइरहेको हुन्छु। तपाईँ जोइन हुनु भएको छैन भनेपछि त्यहाँ जोइन हुनु होला। हेर्नु त, एउटा ग्रिन क्यान्डल कम्प्लिटली के भयो, इन्कल्प। हेर्नु त, यहाँ तल क्लोजिङ आयो, नेक्स्ट क्यान्डलले के गर्यो, रिटेस्ट देन डुम, तपाईँले यहाँ एक्जिट गर्न सक्नुहुन्थ्यो है। र ठिक छ, यहाँ हामीले गर्न सक्यौँ नसक्यौँ त्यो हाम्रो कुरा होइन। अब चाहिँ हामी गर्न सक्छौँ जस्तो लाग्छ मलाई, तपाईँलाई मैले सिकाउँछु। हेर्नुहोस् है, यो के भयो हेर्नु त, यहाँनिर इन्कल्प रिटेस्ट डुम। म जस्ट तपाईँलाई अहिले यसरी काम गरिरहेछ भनेर देखाउँछु। अब कुनै काम गर्छ कुनै काम गर्दैन त्यो चाहिँ हामीले फिल्टर गर्नुपर्ने हुन्छ। हेर्नु त, कम्प्लिटली इन्कल्प रिटेस्ट डुम। अब यो इन्कमले किन काम गरेन भन्ने कुरा, यो काम गरिरहेछ तर तपाईँको के छ, यो ट्रेड गर्ने तरिका हाम्रो डिफ्रेन्ट हुन्छ। अब तपाईँले 1800 देखि 2200 को एरियामा तपाईँले एकदमै तपाईँले साइडवेज देख्नु भएको थियो हेर्नु है। यो 2200 किन कटाउन सकेको थिएन, यहाँ हेर्नु त, एउटा तपाईँले ग्रिन क्यान्डल कम्प्लिटली इन्कल्प होइन। त्यसपछि मार्केट यहाँ आयो झऱ्यो, यहाँ आयो झऱ्यो, यहाँ आयो झऱ्यो। अब यो जबसम्म यो इन्कल्प फेल हुँदैन तबसम्म चाहिँ हामी बुलिस त्यति धेरै हुन सक्दैन भनेर हामीले बुझेका थियौँ होइन। त्यसैले यो इन्कल्प चाहिँ मेन रहेछ। यो अनि 1800 भन्दा तल जान रोक्नको लागि चाहिँ हामीसँग के रहेछ भन्दाखेरि यहाँ बुलिस इन्कल्प देखिराख्नु भएको छ होइन। यो बुलिस इन्कल्प त सर तपाईँको यहाँ अरू ठाउँमा पनि त भएको थियो, यसले किन होल्ड गरेन भन्नुहुन्छ, त्यसको रिजन हुन्छ। म त्यो रिजनहरू तपाईँलाई सिकाउने छु। ओके, अहिलेको करेन्ट मार्केट प्राइसमा पनि तपाईँको होइन, अहिले सिएमपी पनि हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ भन्दाखेरि एउटा ग्रिन क्यान्डल कम्प्लिटली इन्कल्प बाई तपाईँको 1 2 3 क्यान्डल मिल अथवा 1 2 क्यान्डल मिलेर इन्कल्प गरेको देख्नुहुन्छ। त्यसैले मार्केट के छ भन्दाखेरि यो तपाईँको सप्लाई हो, यो तपाईँको 2780 भन्दा माथिको लेभल चाहिँ हाम्रो पुरै सप्लाई हो विकली है। अनि डिमान्ड चाहिँ कुन भन्दाखेरि तपाईँले देखिराख्नु भएको छ यहाँनिर एउटा रेड क्यान्डल कम्प्लिटली इन्कल्प। यो दुईटा तपाईँको के हो भन्दाखेरि यो दुईटा बक्स चाहिँ के हो भन्दाखेरि हाम्रो यो सप्लाई हो, यो डिमान्ड हो। अब हाम्रो ट्रेडिङ रेन्ज भनेको एकदमै छोटो छ, तर हामी ट्रेड गर्दाखेरि यहाँ बटमतिर कसरी ट्रेड गर्न सक्छौँ यो म तपाईँलाई पछिल्लो क्लासहरूमा सिकाउँछु होइन। अहिले तपाईँले त्यो हतार गर्नु पर्दैन। अहिले तपाईँको यो बक्सभन्दा माथि अब सप्लाई भनेको कहाँनिर छ हेर्नु त, अहिलेको हाम्रो रिसेन्ट सप्लाई यहाँनिर पनि एउटा सानो इन्कल्प देखिरहेको छ। त्यसैले अहिलेको रिसेन्ट तपाईँको मार्केटले तपाईँको एउटा सानो करेक्सन लिने ठाउँ भनेको यो ओभरअल ठुलो इन्कल्पभित्रको पनि एउटा यहाँनिर इन्कल्प देखिराख्नु भएको छ। यहाँदेखि चाहिँ पक्कै पनि एउटा सानो करेक्सन लिएर अनि तपाईँको के यता रिटेस्ट लिएर चाहिँ यहाँ तपाईँको 2900सम्म जाने मैले चाहिँ देखिरहेको छु है। अहिले मैले सिएमपीको कुरा पनि मैले गरिदिइहालेँ। र मार्केटले जहिले पनि एउटा बुलिस इन्कल्पदेखि बेरिस इन्कल्प जान्छ भनेर मैले अघि तपाईँलाई थ्योरीमा भनेको थिएँ। यो कुराको एक्सप्लेनेसन पनि बुझाइदिन्छु। जस्तै मार्केट चाहिँ यहाँ तपाईँले हेर्नुहुन्छ भने चाहिँ यो साइडवेज मार्केट हो है। साइडवेज मार्केटमा तपाईँको के भइरहेको छ हेर्नु त, यो मार्केट यहाँ तपाईँको इन्कल्प भयो, नेक्स्ट क्यान्डलमै रिटेस्ट आयो। अब यहाँ कुनै पनि इन्कल्प थिएन, तर यताको कुनै इन्कल्प फेल हुनसक्छ है। यहाँ तपाईँको कुनै यताको इन्कल्प, जस्तै यो इन्कल्प फेल तपाईँको यहाँ तपाईँको रिटेस्ट हानेको यसले अहिले त्यो कुरा छोड्ने हो भनेपछि यहाँ त एउटा इन्कल्प अनि मार्केटले नयाँ इन्कल्प गर्यो। हेर्नुहोस् है, तपाईँको यो इन्कल्पदेखि यो इन्कल्प, यो इन्कल्पदेखि यो इन्कल्प, यो इन्कल्पदेखि यो इन्कल्प, यसरी तपाईँको मार्केटले मुभ गर्छ। र कुनै इन्कल्प ब्रेक गर्छ, कुनै इन्कल्प होल्ड गर्छ। अनि त्यो चाहिँ हामीले ब्रेक गर्छ कि होल्ड गर्छ भन्ने कन्फर्मेसन चाहिँ हामी सानो टाइम फ्रेममा अथवा डेलीमा लिएर चाहिँ हामी ट्रेड गर्नेवाला छौँ है। ओके, यो यस्तो कुरा चाहिँ हामी सिक्न गइरहेको छौँ भनेर मैले तपाईँलाई जानकारी गराउन चाहन्छु होइन। र अरू के कुरा सिक्छौँ भन्दाखेरि जस्तै अहिले मैले तपाईँलाई इन्कल्पको इक्जाम्पल दिएँ, इन्कल्प फेल होइन। जस्तै
इन्गल्फ फेल भएपछि के हुन्छ, कसरी ट्रेड गर्ने। जस्तै यो तपाईँको अहिले मैले भर्खर इक्जाम्पल देखाएको थिएँ नि, यहाँ तपाईँको एउटा यो इन्गल्फ जस्ट तपाईँको एकचोटि सप्लाई थियो, यो चाहिँ तपाईँको के भयो, ब्रेक भयो र यहाँ आएर तपाईँको के भयो, डिमान्ड भयो होइन। यस्तो कुराहरू कसरी थाहा पाउने, इन्गल्फ फेल। अनि मैले डिसी भनेको के हो, त्यो सबै कुराहरू हामी नेक्स्ट भिडियोमा चाहिँ एक्सप्लेन गर्नेछौँ। यो चाहिँ हाम्रो इन्ट्रोडक्सन भिडियो हो। तपाईँ यसमा तपाईँलाई यो एकदमै डेप्थमा सिक्ने मन छ भनेपछि तपाईँले यो आउनेवाला 15-16वटा सिरिजको तपाईँले के गर्नु होला भन्दाखेरि भिडियो हेर्नु होला। ओके, यो चाहिँ नेप्सेमा मात्र काम गर्ने हो। तपाईँ नेप्सेमा मिलाउनुहुन्छ कि क्या हो सर, नेप्सेमा त तपाईँको थोरै डेटा छ, तपाईँले जे भने पनि भयो तपाईँलाई लाग्छ भनेपछि म तपाईँलाई फोरेक्सको मेरो ट्रेडहरू पनि देखाइदिन्छु होइन। तपाईँ डिस्कर्डमा आएपछि है पहिला म तपाईँलाई के गर्छु भन्दाखेरि, ओके नेप्सेमा चाहिँ यो के विकली टु डेली पनि गर्न मिल्छ, तर त्यो चाहिँ स्विङ ट्रेडको लागि गरिने हो। 4 आवरदेखि 30 मिनट है, 2 टाइम फ्रेम लोअर हामी जनरली युज गर्छौँ। जस्तै 4 आवर र 30 मिनटको इन्गल्फ तपाईँले हेर्ने हो भनेपछि, जस्तै एभ्री मार्केट चाहिँ कहाँदेखि रिएक्सन दिन्छ। जस्तै म तपाईँले कुनै ऱ्यान्डम प्लेसबाट सुरु गर्छु है। ओके ल, यहाँदेखि नै सुरु गरौँ। यो तपाईँको झरेको ठाउँबाट म तपाईँको ब्याक टु ब्याक देखाउँदै जान्छु है, कहाँ कहाँसम्म हामी पुग्न सक्छौँ। ओके, तपाईँको मार्केट अल टाइम हाई थियो है, यसरी अल टाइम हाई जाँदै थियो। मार्केटले के गर्यो, यहाँ एउटा इन्गल्फ क्रिएट गर्यो। 4 आवरमा तपाईँले के देख्नुभयो भनेर एउटा इन्गल्फ क्रिएट गरेको देखिराख्नु भएको छ होइन। कति मजाले यहाँनिर एउटा सप्लाई जस्तो क्रिएट गर्यो, देख्नुभयो। त्यसपछि मार्केटले एकदमै ठुलो फल दियो, हेर्नुहोस् त खतरा फल दियो। तर मार्केटले चाहिँ यहाँदेखि चाहिँ किन बढ्यो भन्दाखेरि तपाईँले देखिराख्नु भएको छ यहाँनिर एउटा बुलिस इन्गल्फ। यसलाई यो अटो ब्लक पनि भन्छ है, यो बुलिस इन्गल्फलाई होइन। तर हामी अहिले त्यो टपिकमा छैनौँ। हेर्नुहोस् त, बेरिस इन्गल्फदेखि बुलिस इन्गल्फ। अब बुलिस इन्गल्फदेखि मार्केटले यहाँदेखि तपाईँको के हो भन्दाखेरि बेरिस इन्गल्फमा ट्याप गरिसक्यो। अब हामीले इन्ट्री चाहिँ कहाँदेखि बनाउने, त्यो हाम्रो पछिल्लो टपिक हो। अहिले चाहिँ हामी के हेर्नु त, यहाँ तपाईँको रिटेस्ट हान्यो, त्यसपछि डाउन गयो। ओके, मार्केट यत्रो डाउन जाँदै गर्दा अब हामीले के कुरा देख्यौँ, हेर्नुहोस् त के कुरा देख्यौँ। अब हाम्रो यो तपाईँको यहाँनिर बढिरहेछ नि, यो चाहिँ कहाँदेखि बढ्यो होला हेर्नुहोस् त। अभियसली हाम्रो यो लेफ्ट ह्यान्ड साइडको यो इन्गल्फबाट बढेको, सिम्पली देखिराख्नु भएको छ। यो चाहिँ हाम्रो डिमान्ड हुन्छ होइन। ओके, यो चाहिँ हाम्रो के हो भन्दाखेरि डिमान्ड हुने भयो। यहाँदेखि तपाईँको एकचोटि दुईचोटि चाहिँ हाम्रो बढेको छ। ओके, यो बढिसकेपछि यो चाहिँ किन यहाँदेखि झऱ्यो है, यो यहाँदेखि किन झऱ्यो होला तपाईँले भन्न सक्नुहुन्छ। किनकि यहाँनिर एउटा ग्रिन क्यान्डल कम्प्लिटली इन्गल्फ है। त्यसपछि यो चाहिँ हाम्रो के होला, सप्लाई होला। सिम्पली कुरा तपाईँले बुझिराख्नु भएको छ नि। ट्रेड कसरी हान्ने हामी तपाईँलाई आज मैले देखाएर तपाईँले बुझ्नु पनि हुँदैन र त्यो राम्रो पनि हुँदैन। हेर्नु त, यहाँभन्दा माथि विक जति माथि पनि जान पाउँछ, तर क्लोजिङ दिन पाउँदैन। त्यसैले हेर्नु त, यहाँ रिजेक्सन, त्यसपछि यहाँदेखि तपाईँको झरेको छ। यो झर्नुभन्दा अगाडि पनि तपाईँले एउटा कुरा नोटिस गरिराख्नु भएको छ, यो मुभ चाहिँ किन यहाँदेखि झऱ्यो भन्दाखेरि यहाँनिर पनि एउटा इन्गल्फ छ। अनि यो चाहिँ यहाँदेखि किन बढिरहेछ भन्दाखेरि यो ठुलो तपाईँको के छ, तपाईँले इन्गल्फ देखिराख्नु भएको छ यहाँ होइन। यसरी मार्केटले चाहिँ अब यो इन्गल्फ पछि गएर यहाँ फेल भएपछि के हुन्छ, सप्लाई हुन्छ यसरी, अनि यहाँ तपाईँको रिएक्सन दिन्छ होइन। ओके, अब एभ्री मुभ तपाईँलाई म देखाइदिन्छु। यो मुभ तपाईँको कहाँदेखि आयो भन्दाखेरि यो चाहिँ इन्गल्फ फेलबाट आएको। तपाईँले नोटिस गर्नु भएको छ, यहाँनिर एउटा इन्गल्फ छ जुन तपाईँको फेल भएको थियो, र इन्गल्फ फेलबाट तपाईँको के आएको, यो मुभ आएको। ओके, अब यो तपाईँको कहाँदेखि झऱ्यो, तपाईँले यहाँ देखिराख्नु भएको छ। सिम्पल, यो एउटा इन्गल्फ छ जसको लिक्विडिटी पनि लगेर इन्गल्फ छ। यो हामी पछि कुरा गर्छौँ हाम्रो सेटअपमा। अनि यो यहाँदेखि चाहिँ किन बढ्यो होला सर भन्नुहुन्छ भनेपछि, यो हेर्नु त, H4 को क्यान्डल कम्प्लिटली इन्गल्फ भएको छ। अब 1 2 3 4 5 6 क्यान्डलले यसलाई चाहिँ म त्यति धेरै भ्यालिड मान्दिनँ। यस्तो बेला चाहिँ मैले H1 मा जाने गरेको छु, र यो रुल्सहरू चाहिँ हामी पछि गएर सिक्नेछौँ। र यो कम्प्लिटली इन्गल्फ भएको एरिया डिमान्ड हुन जान्छ है। ओके, यो डिमान्ड तपाईँको यो सप्लाई चाहिँ तपाईँको टाइम टु टाइम होल्ड गरिरहेछ होइन। जबसम्म तपाईँको यो ब्रेक हुँदैन तबसम्म हामी एउटा राम्रो र्याली देख्दैनौँ है। तपाईँले हेर्नु त, यो ब्रेक भइसकेपछि तपाईँको कम्प्लिटली एउटा र्याली, र यो पछि गएर इन्गल्फ फेल चाहिँ के को काम गरेको छ, डिमान्डको काम गरेको छ। हेर्नु त, कुनैले पनि योभन्दा तल क्लोजिङ दिएको छैन। रिटेस्ट आयो, यहाँदेखि बढ्यो, फेरि यहाँदेखि रिटेस्ट आयो, बढ्यो, फेरि यहाँदेखि रिटेस्ट र बढ्यो। हेर्नु त, यो इन्गल्फ फेल है यस्तो। अथवा तपाईँले यो इन्गल्फ फेल नभनेर कसैले यहाँनिर पनि एउटा इन्गल्फ भएको छ, बुलिस इन्गल्फिङ, यो पनि भन्न पाउनुहुन्छ। यो तपाईँको चोइस हो, यसमा हामी जति पनि फ्लेक्सिबल हुन पाउँछौँ होइन। यो मुभ चाहिँ कहाँदेखि आयो त, यहाँ त इन्गल्फ देख्दिनँ। तर तपाईँले भित्र नोटिस गर्नुहुन्छ भने चाहिँ एउटा हेर्नु त, यो रेड क्यान्डल जसलाई मार्केटले कम्प्लिटली इन्गल्फ गरिदिएको थियो, यो अगाडिको वाला हेर्नु त, यसलाई चाहिँ मार्केटले के गर्यो हेर्नु त, यो बुलिस इन्गल्फिङ हो नि यो। हेर्नु त, मार्केटले यो रेड क्यान्डल अनि यसलाई बुलिस इन्गल्फिङ भएको थियो, यो चाहिँ फेल भयो। यो डिमान्ड थियो तर फेल भइसकेपछि के हुन्छ, सप्लाई हुन्छ, र यो चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि यहाँदेखि झर्ने भयो है। यसरी चाहिँ हामीले एभ्री मुभ चाहिँ हाम्रो इन्गल्फिङ टु इन्गल्फिङ हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ। ओके, यो चाहिँ हामीले बुझ्यौँ। हेर्नु त, यो चाहिँ हामीले बुझ्यौँ कि यो चाहिँ हाम्रो इन्गल्फिङबाट आयो। यो सप्लाई चाहिँ कहाँदेखि आयो तपाईँले बुझिसक्नुभयो।
यो एउटा बुलिस इन्गल्फिङ तपाईँको जुन कम्प्लिटली बुलिस इन्गल्फिङ कम्प्लिटली यो फेल भएको छ यहाँ, र यो पछि के गरेर हेर्नु त यहाँ पनि सप्लाई, यहाँ पनि सप्लाई भएको छ। अब यहाँ ट्रेड कसरी गर्ने भन्ने कुरा हामी सिक्छौँ। ओके, यो सिकिसकेपछि मार्केट यो यहाँदेखि किन बढ्यो भन्दाखेरि यहाँ अभियसली तपाईँले देखिराख्नु भएको छ यहाँनिर के छ, बुलिस इन्गल्फिङ छ। बेरिस इन्गल्फिङदेखि बुलिस इन्गल्फिङ, अब बुलिस इन्गल्फिङदेखि कहाँ जान्छ तपाईँको बेरिस इन्गल्फिङ जान्छ। सर बेरिस इन्गल्फिङ त यहाँनिर छ, यो किन झरेन, सधैँ झर्नुपर्छ भन्ने हुँदैन। कुनै इन्गल्फिङ फेल हुन्छन्, कुनै इन्गल्फिङ पास हुन्छन्, तर यो फेल भएपछि यहाँ रिटेस्ट आएर गएको देखिराख्नु भएको छ नि, यसलाई हामीले इन्गल्फिङ फेल भन्छौँ। हेर्नु त फेल भयो, फेल भएपछि हामीलाई के भयो, यहाँ तपाईँको रिटेस्टमा इन्ट्री मिल्यो। तर अगाडि के गरिरहेको थियो भने त यहाँदेखि तपाईँको फलाइरहेको थियो, यहाँदेखि फलाइरहेको थियो, अगाडि चाहिँ हामी यहाँदेखि पनि ट्रेड गर्न पाइरहेको थियौँ। ओके, यो इन्गल्फ फेल भइसकेपछि हामीले यहाँदेखि बाई गर्छौँ। अब यो कहाँसम्म हामीले बाई गर्ने होइन, अब यहाँ पनि एउटा इन्गल्फ छ तपाईँले देखिराख्नु भएको छ नि, यो इन्गल्फ फेल हुन्छ कि पास हुन्छ हामीलाई थाहा हुँदैन, हामी ट्रेड गर्छौँ। जस्तै यो इन्गल्फ यहाँ के भएको छ, फेल भएको छ, र यहाँनिर तपाईँको के भएको छ भन्दाखेरि यो इन्गल्फ फेल भइसकेपछि तपाईँको के हुन्छ, डिमान्ड हुन्छ हामीले भनेको थियौँ। तर सधैँ त्यस्तो पनि हुँदैन, त्यो कुरालाई पनि हामीले रिफाइन गर्नुपर्छ। जस्तै मार्केटले तपाईँको यदि कम्प्लिटली डाउन भइसकेपछि यहाँ नयाँ इन्गल्फ तपाईँको क्रिएट गरिसकेको थियो होइन, अथवा तपाईँले भित्र इनसाइडमा हेर्नुहुन्छ भने चाहिँ यहाँ एउटा इन्गल्फ क्रिएट गरेको थियो है, यो सप्लाई क्रिएट बनाइसकेपछि अब तपाईँले यो इन्गल्फ फेलभन्दा तल तपाईँले यसरी के देखिराख्नु भएको छ, बुलिस इन्गल्फ देखिराख्नु भएको छ। यसलाई चाहिँ हामीले लग्ने हो, र यो किन लग्ने, कसरी लग्ने हामी नेक्स्ट क्लासमा सिक्छौँ, र यसको मिनिङ चाहिँ के हो भन्ने कुरा हामी सिक्छौँ है। कहिलेकाहीँ तपाईँको काम गर्दैन, जस्तै यहाँ तपाईँको इन्गल्फ फेल हुने बित्तिकै रिटेस्ट हानेर गएको थियो, तर यहाँ पनि त्यस्तै हुनुपर्ने हो नि होइन, यो कुराहरू हामी सिक्नेछौँ। जस्तै यहाँ तपाईँको हेर्नु त दुईटा इन्गल्फिङको बिचमा मार्केट फस्यो भने चाहिँ साइडवेज हुन्छ, र यो ब्रेक गरेपछि फेरि रिटेस्टमा इन्ट्री मिल्छ। हेर्नु त यो इन्गल्फ तपाईँको के गर्यो, यहाँ ब्रेक गर्यो र रिटेस्टमा इन्ट्री मिल्यो कि मिलेन, हेर्नु त यत्रो तपाईँको रिटेस्ट हान्न आएको छ होइन। त्यसपछि अब हेर्नु त मार्केट फेरि तपाईँको यहाँ के गर्यो, भेरिस इन्गल्फ क्रिएट गर्यो, भेरिस इन्गल्फ क्रिएट यहाँ रिटेस्ट आयो, यो कहाँसम्म पुग्यो हेर्नु त तपाईँले देखिराख्नु भएको छ, यहाँनिर एउटा बुलिस इन्गल्फिङ छ जुन फेल भएको छैन। बेरिस इन्गल्फिङदेखि बुलिस, बुलिसदेखि बेरिस, बेरिसदेखि बुलिस, फेरि बुलिसदेखि बेरिस जाँदै गर्ने हो। जब यो ब्रेक हुन्छ तब के हुन्छ भनेको थिएँ मैले, तपाईँलाई याद छ, यो ब्रेक भएपछि यहाँ त यहाँ ब्रेक भयो, त्यसपछि यहाँ रिटेस्ट आयो, त्यसपछि बुम गएको तपाईँले देखिराख्नु भएको छ। त्यसै गरी मैले अझ फेरि तपाईँलाई देखाइरहेको छु, यहाँ फेरि बेरिस इन्गल्फिङ भयो, यहाँ रिटेस्ट आयो होइन, पछि यो कम्प्लिटली तपाईँको के भयो, इन्गल्फ भयो, र पछि गएर यसले के गर्यो भने त यहाँ डिमान्ड कति दामी टच एन्ड बुम तपाईँले लेखिराख्नु भएको छ, टच एन्ड यत्रो अल टाइम आइ गएको छ। र यो चाहिँ तपाईँको के हो भन्दाखेरि एउटा सिस्टम हो, तपाईँको एकदमै भेरिफाइड तपाईँको सिस्टम हो होइन, एकदमै हाइली एकुरेट छ, र यो कुराहरू चाहिँ हामी के गर्नेछौँ, सिक्नेवाला छौँ है त। आजको भिडियोको लागि यति नै गरौँ होइन, नेक्स्ट भिडियो त पनि तपाईँको यो हप्ता नै आउनेवाला छ। तपाईँ एकदमै च्यानललाई सपोर्ट गरिदिनु होला, हाम्रो कम्प्लिट 1 वर्षपछि हामी आएको छौँ होइन। थोरै लाइक सेयर कमेन्टहरू पनि गरिदिनु होला। र अब हामी नेक्स्ट भिडियो चाहिँ इन्गल्फिङ, भ्यालिड इन्गल्फिङ अथवा इनभ्यालिड इन्गल्फिङ कसरी मार्क गर्ने, के कुरा हामीले ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ सिक्नेछौँ है त। आजको लागि यति गरौँ, हेभ अ गुड डे।